नमस्कार। सदा चाहिँ आज पनि हामी हरेक हप्ताको बुधबार गोरखापत्रमा प्रकाशित हुने लोक सेवा सम्बन्धित वस्तुगत प्रश्न उत्तर लिएर आइसकेका छौं। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला र आफ्नो नोट पनि बनाउनु होला है त। अब लागौं प्रश्न उत्तरतर्फ। प्रश्न नम्बर 1 मा रहेको छ, ग्लोबल पीस इन्डेक्स 2025 अनुसार नेपाल कतिऔं स्थानमा रहेको छ? यसको उत्तर रहेको छ 76औं स्थानमा रहेको छ। 76th प्लेसमा रहन सफल भएको छ। अब यसको पहिलो 10 स्थानमा रहेका कन्ट्रीहरू चाहिँ हामीले यहाँ राखेका छौं, स्कोर पनि त्यसको राखिदिएका छौं र त्यसैगरी सार्क कन्ट्रीहरूको पनि हामीले राखेका छौं। सार्क कन्ट्रीमा चाहिँ भुटान चाहिँ पहिलो नम्बरमा छ है, सार्क कन्ट्रीहरूमा चाहिँ भने नेपाल दोस्रो नम्बरमा रहेको छ। यो पीस इन्डेक्स 2025 को अनुसारमा हजुरले यो सबै कन्ट्रीहरूको याद पनि गर्न सक्नुहुनेछ। अब लागौं हामी प्रश्न नम्बर 2 तर्फ। प्रश्न नम्बर 2 मा रहेको छ, विश्वकै सबैभन्दा ठूलो लामखुट्टे कारखाना कहाँ खुलेको छ? यसको उत्तर रहेको छ ब्राजिलमा। खुलेको डेट रहेको छ 2025, हालसालै खुलेको छ। यो चाहिँ ठूलो लामखुट्टे कारखाना है। कारखानामा एडिस एजिप्टाई लामखुट्टेलाई बोल्बाचिया ब्याक्टेरियाबाट संक्रमित गराइन्छ, जसले डेंगु भाइरसको विकास रोक्छ र रोग फैलिन दिँदैन। ब्राजिल सन् 2024 मा सबैभन्दा खराब डेंगु प्रकोपबाट प्रभावित बनेपछि यो योजना ल्याइएको हो भनेको छ। यो चाहिँ क्वाइट इन्ट्रेस्टिङ आइडिया पनि छ र राम्रो इनिसिएटिभ पनि हो है। यो चाहिँ जस्तो लाग्छ यो बिस्तारै बिस्तारै अरु कन्ट्रीहरूले पनि लागू गरोस्। प्रश्न नम्बर 3 मा रहेको छ, एसियाको सबैभन्दा कान्छो राष्ट्र पूर्वी टिमोर आसियानको 11औं सदस्य राष्ट्र कहिले बनेको हो? यसको उत्तर रहेको छ सन् 2025 अक्टोबर 26 मा बनेको हो। यो पनि हालसालै यही साल यही महिनामै बनेको छ। डेट याद गर्न हजुरहरूलाई सजिलो हुन्छ यदि तपाईहरु यो भिडियो यही अक्टोबर मन्थमा हेरिरहनु भएको छ भने चाहिँ। यसकै बारेमा हामीले डिटेल यो पेजमा राखिदिएका छौं। तपाईहरुले यसलाई स्क्रिनशट गरेर हेर्न पनि सक्नुहुनेछ अथवा अहिले भिडियोलाई पज गरेर हेर्न पनि सक्नुहुनेछ। अब लागौं प्रश्न नम्बर 4 तर्फ। प्रश्न नम्बर 4 मा रहेको छ, सरकारद्वारा कीर्तिपुर स्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको गुरु योजना कहिले स्वीकृत गरिएको हो? अहिले बनिरहेको छ, कस्तो राम्रोसँग त्यसको काम चाहिँ वर्क प्रोग्रेस अगाडि बढिरहेको छ। त्यो चाहिँ कहिले यो हाम्रो गुरु योजना कहिले स्वीकृत गरिएको डेट भने 2082 असोज 30 गते चाहिँ यो चाहिँ स्वीकृत भएको हो। यो पनि हालसालै भएको छ। अर्को प्रश्न रहेको छ, अमेरिकी स्टक एक्सचेन्जमा स्वीकृत हुन सफल नेपाली मूलका उद्यमीद्वारा स्थापित प्रविधि कम्पनी कुन हो? यसको उत्तर रहेको छ फ्युज मेसिन्स इन्क। सन् 2025 अक्टोबरमा चाहिँ यो स्थापित भएको कम्पनी हो। अब यसको बारेमा हेर्ने हो भने हामीले अझै डिटेलमा जुन गोरखापत्रमा लेखिएको थियो त्यो कुराहरूलाई नै जस्ताको तस्तै हामीले सारांशमा यहाँ राखिदिएका छौं। तपाईहरुले यसलाई चाहिँ भिडियो पज गरेर अथवा स्क्रिनशट गरेर पनि हेर्न सक्नुहुनेछ र यो आफ्नो यो क्वेशनको नलेज अझै बढाउन सक्नुहुनेछ। अर्को प्रश्नमा लागौं 6 नम्बरमा। 6 नम्बरको प्रश्न रहेको छ, सम्पत्ति शुद्धिकरण मामिलाको निगरानी गर्ने अन्तर्राष्ट्रिय निकाय वित्तीय कारबाही कार्यदल फाइनान्शियल एक्सन टास्क फोर्स FATF को मूल्याङ्कन सन् 2025 अक्टोबर अनुसार नेपालको अवस्था के रहेको छ? यसको अवस्था चाहिँ निगरानी सूची अर्थात् ग्रे लिस्टमा रहेको छ है। यो चाहिँ ग्रे लिस्टमा परेको छ भनेको छ त्यो निगरानी गर्ने अन्तर्राष्ट्रिय निकाय अनुसार चाहिँ है। अब जाउँ अर्को प्रश्न नम्बर 7 मा। पर्यटकको आकर्षक गन्तव्य ब्रह्मस्थान कहाँ रहेको छ? यसको उत्तर रहेको छ नवलपरासीको बर्दघाट सुस्ता पूर्वमा। यसको चाहिँ नयाँ पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको यो मध्य बिन्दु नगरपालिका 3 स्थित ब्रह्मस्थानबाट सुन्दर नारायणी नदी, चितवन राष्ट्रिय निकुञ्ज तथा सूर्यास्तको मनमोहक दृश्य अवलोकन चाहिँ यो ठाउँबाट गर्न पाइन्छ भनेर चाहिँ यहाँ रहेको छ। अब अर्को प्रश्न रहेको छ, बेस्ट क्यासिनो इन साउथ एसिया 2025 अवार्डबाट सम्मानित नेपालको क्यासिनो कुन हो? चाहिँ कुन रहेछ बेस्ट क्यासिनो? क्यासिनो माजोङ भन्ने रहेछ। यो चाहिँ सोल्टी होटलको परिसरमा रहेको छ
यो माजोङले 5औं पटक यो अवार्ड प्राप्त गरेको भनेपछि यो भन्दा अगाडि 4 पटक पनि यो अवार्ड चाहिँ पाइसकेको रहेछ। अब अर्को प्रश्न रहेको छ विक्रम सम्वत 2082 को ग्वाङ शिरपा सम्मान कसलाई प्रदान गरियो? यसको उत्तर रहेको छ साहित्यकार ध्रुव मधिकर्मी र लक्ष्मण प्रसाद गौतम। यसको पुरस्कार राशि रहेको छ जनै 50,000 5 रुपैयाँ उहाँहरूले चाहिँ प्राइज स्वरूप पाउनु भएको छ। अर्को प्रश्न छ ग्लोबल फाइनेन्स म्यागजिनको बेस्ट बैंक अवार्ड 2025 बाट सम्मानित हुन सफल नेपाली बैंक कुन हो? यसको उत्तर रहेको छ ग्लोबल आइएमई बैंक लिमिटेड। तपाईहरु कतिजनाको एकाउन्ट छ यो ब्याङ्कमा मेन्सन गर्नु होला है त तल। यसको बारेमा अलिकति भन्ने हो भने यो अवार्डसँगै ग्लोबल आइएमई बैंक लगातार 2 वर्ष ग्लोबल फाइनेन्स म्यागजिनको चाहिँ बेस्ट बैंक अवार्डबाट सम्मानित भएको छ। यो सुधार चाहिँ दोस्रो पटक रहेको छ। अब लागौँ अर्को प्रश्नतर्फ। अर्को प्रश्न रहेको छ 11 नम्बरमा हाल संयुक्त राष्ट्र संघीय शान्ति मिसनमा सबैभन्दा बढी शान्ति सैनिक पठाउने देश कुन हो? यसको उत्तर रहेको छ नेपाल है। सबैभन्दा धेरै पठाउने चाहिँ नेपाल रहेछ। सन् 2025 मा चाहिँ अझ बढी भयो है त। चाहिँ 2025 को अनुसार सन् 2025 अक्टोबरसम्म विभिन्न शान्ति मिसनमा 538 महिला सुरक्षाकर्मी सहित 5819 नेपाली शान्ति सेनामा परिचालित रहेका छन्। यो चाहिँ राम्रै कुरा हो नेपालको लागि चाहिँ। अर्को प्रश्न नम्बर 12 मा रहेको छ जेनजी आन्दोलनको परिणाम स्वरूप हालै सत्ता परिवर्तन हुनु पुगेको अफ्रिकी मुलुक कुन हो? यो चाहिँ योभन्दा अगाडि बङ्गलादेश, इन्डोनेसिया, नेपाल हुँदै यो आन्दोलनहरू भएको थियो भने अहिले भर्खरै सत्ता परिवर्तन भएको मुलुक रहेको छ माडागास्कर है। यसमा चाहिँ फेरि नेपालको जस्तै जेनजी आन्दोलन भएर सत्ता परिवर्तन भएको छ। अब जाउँ प्रश्न नम्बर 13 मा नेपाली राष्ट्रिय क्रिकेट टोली तेस्रो पटक T20 विश्वकपका लागि कहिले छनौट भएको हो? यसको उत्तर रहेको छ सन् 2025 अक्टोबर 15 मा छनौट हुनु भएको छ। बधाई छ नेपाली टिमलाई। अब लागौँ 14 तर्फ। अर्थ मन्त्रालयद्वारा प्रकाशित प्रतिवेदन अनुसार हाल मुलुकको अर्थतन्त्रको आकार कति रहेको छ? यसको उत्तर रहेको छ रु 61 खर्ब 7 अर्ब 22 करोड रहेको छ। भने 4.61% आर्थिक वृद्धि दर हुँदा अर्थतन्त्रको आकार रु 61 खर्ब 7 अर्ब 22 करोड पुगेको मन्त्रालयले जनाएको छ भनेर चाहिँ भनिएको छ। प्रश्न नम्बर 15 मा रहेको छ जेनजी आन्दोलन पश्चात पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकारको गठन कहिले भएको? यसको उत्तर रहेको छ विक्रम सम्वत 2082 भदौ 23 गते आन्दोलन भयो। 24 गते त्यो बेलाको प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुभयो भने उहाँ चाहिँ 27 गते सोही महिनाको 27 गते चाहिँ उहाँले चाहिँ उहाँको नेतृत्वमा के गठन गरियो? सरकारको चाहिँ गठन गरिएको थियो भनेर चाहिँ डेट याद गर्नु होला। अर्को रहेको छ प्रश्न नम्बर 16 मा दैलेखको जलजले क्षेत्रमा कति वर्षलाई पुग्ने ग्यास रहेको रिपोर्ट आएको छ? यसको उत्तर छ 50 वर्षलाई पुग्ने ग्यास रहेको छ भनेर। विक्रम सम्वत 2080 वैशाखबाट सुरु भएको अनुसन्धानको प्रारम्भिक नतिजा विक्रम सम्वत 2082 असारमा आएको छ है। त्यो कति वर्षलाई चाहिँ 50 वर्षलाई। सुन्दा पनि एकदम इन्ट्रेस्टिङ लाग्ने न्युज छ। त्यसको चाहिँ सही सदुपयोग भन्ने आशा चाहिँ हामी सबै नेपालीले गरौँ। अर्को प्रश्न छ नेपालमा सबैभन्दा अग्लो हाई लाइनको अभ्यास कहाँ गरियो? यसको चाहिँ पर्वतको कुस्मा र बागलुङको बलेवा बीचमा रहेको कालीगण्डकी खोजमा चाहिँ यो हाई लाइनको चाहिँ अभ्यास गरिएको थियो है। प्रश्न नम्बर 18 मा छ आइसिसी पुरुष T20 विश्वकप अन्तर्गत एसिया तथा इस्ट एसिया पेसिफिक छनौट उपाधि कसले जित्यो? यो चाहिँ नेपालले जितेको छ। धेरैलाई थाहा पनि भइसकेको छ। नेपाललाई फेरि पनि बधाई दिउँ। अर्को प्रश्न छ हुम्ला जिल्लामा निर्माण गर्न थालिएको हुम्ला कर्णाली दोस्रो जलविद्युत आयोजनाको विद्युत उत्पादन क्षमता कति रहेको छ? यसको उत्तर रहेको छ 335 मेगावाट। हुम्लाको खारपुनाथ गाउँपालिका र सर्केगाँड गाउँपालिकामा अवस्थित आयोजनाको प्रति मेगावाट अनुमानित लागत रु 21 करोड
76 लाख रहेको छ। आयोजनाको कुल लागत अनुमान रु 72 अर्ब 90 करोड 80 लाख रहेको छ है। यो चाहिँ याद गर्नु होला। सो यसै यो अन्तिम क्वेसन सँगै हामी आजको सेसनको अन्तिममा आइसकेका छौँ। हामीलाई अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। हाम्रो लोक सेवासँग रिलेटेड वस्तुगत, विषयगत र अन्य भिडियोहरू हेर्न इच्छुक हुनुहुन्छ भने हाम्रो यस च्यानललाई चाहिँ सब्स्क्राइब गर्नुहोला। साथै हाम्रो नयाँ सेसनहरू यही मङ्सिरको पहिलो हप्ताबाट सुरु हुँदैछ। तपाईहरूले हाम्रो यो तल दिएको क्युआर कोड स्क्यान गरेर पनि रेजिस्टर गर्न सक्नुहुनेछ अथवा हामीलाई स्क्रिनमा देखाएको कन्ट्याक्ट नम्बरमा कन्ट्याक्ट गर्न सक्नुहुन्छ। आउनुहोस्, लाइन एकाडेमीसँग जोडिएर लोक सेवालाई अझ सहज बनाउनुहोस्। धन्यवाद।